गुड मर्निङ क्लास। आजको भिडियोमा हामी पढ्नेछौँ कन्सिक्वेन्सेस अफ टोटल इन्टर्नल रिफ्लेक्सन। आज हामी पढ्नेछौँ कन्सिक्वेन्सेस अफ टोटल इन्टर्नल रिफ्लेक्सन। अब यहाँ सबैलाई टोटल इन्टर्नल रिफ्लेक्सन के छ त यसको म भिडियो अलरेडी बनाएर डिस्क्रिप्सनमा हालिदिएको छु। यसको लिंक पहिला त्यो हेरेर आऊ, धेरै नै इम्पोर्टेन्ट छ। एससीमा धेरैचोटि यहाँबाट क्वेशन सोधेको छ। र अब हामी कन्सिक्वेन्सेसको मतलब टोटल इन्टर्नल रिफ्लेक्सनको के कस्तो परिणामहरू छ हाम्रो डेली लाइफमा त्यसको बारेमा आज हामी कुरो गर्नेछौँ। ओके, सो धेरै परिणामहरू छ। जस्तै फर्स्टमा सबैभन्दा इम्पोर्टेन्ट र फेमस भनेको मिराज फर्मेसन। मिराज के भयो? मिराज मतलब के हुन्छ? इल्युजन अफ appearing of water in desert। रेगिस्तानहरुमा के हुन्छ? पानी देखिन्छ, पानी देख्नुको भ्रममा हुन्छ, यसलाई भन्छ मिराज फर्मेसन। र यसको पछाडी टोटल इन्टर्नल रिफ्लेक्सन छ। कसैले कि यहाँ एउटा कुनै ट्री छ रेगिस्तानमा है, ओके, सो कुनै ट्री छ रेगिस्तानमा छ, त रेगिस्तानमा हुन्छ के जमिन त्यो स्यान्ड हुन्छ गरम। सो गरम छ भने दिनको टाइममा यो गरम हुन्छ, गरम छ भने यसको कन्ट्याक्टमा जुन हावा छ यो पनि हुन्छ गरम। र मान तिमी छौ यहाँ, सो हावा पनि हुन्छ गरम। सो गरम हावा भयो भने यो भइदियो हाम्रो रेयर मिडियम, र माथि हुन्छ चिसो हावा, यसलाई भन्छ डेन्सर मिडियम। सो मान यो रुखबाट जुन रे अफ लाइट आयो त्यो डेन्सरबाट रेयरमा गयो, बट क्रिटिकल भन्दा बढी एंगल भइदियो भने त्यो रिटर्न डेन्सरमा जान्छ है। सो यसलाई भन्छ हामी टीआईआर। प्रिभियस भिडियोमा हामी पढेका छौँ, डेन्सरबाट रेयरमा आयो र क्रिटिकल भन्दा बढी भयो भने रिटर्न डेन्सरमा जानु, दैट इज कल्ड टीआईआर। बट हाम्रो आँखाले के गर्छ? हाम्रो आँखाले सीधा रे अफ लाइटलाई हेर्छ। मतलब यो ट्री यहाँ नदेखेर यहाँ देखिन्छ, यस्तो देखिन्छ, अनि हामीलाई यस्तो इल्युजन फिल हुन्छ, हामीलाई यस्तो भ्रम फिल हुन्छ कि यहाँ पानी छ जबकि त्यहाँ पानी हुँदैन। सो यसलाई भन्छ मिराज। किन हुन्छ? टोटल इन्टर्नल रिफ्लेक्सनले गर्दा। अर्को यसको कन्सिक्वेन्सेसको कुरो गरौँ। कन्सिक्वेन्सेसको कुरो गरौँ। सेकेन्ड इम्पोर्टेन्ट कन्सिक्वेन्सेस छ लुमिङ। यो चाहिँ समुद्रमा हुन्छ। माने कि यहाँ छ समुद्र, यहाँ छ समुद्र, र समुद्रमा चाहिँ यहाँ कुनै बोट, ठीक छ, र तिमी यहाँ ल्यान्डबाट हेरिरहेको छु बोटलाई। अब हुन्छ के समुद्रमा के हुन्छ हाम्रो? माने कि इभिनिङको अथवा साँझको टाइम छ हैन, नजदिकको हावा समुद्र पानीको कन्ट्याक्टको हावा चाहिँ चिसो डेन्सर छ हैन, र माथिको हावा छ रेयर, ठीक छ। त लाइट जब डेन्सरबाट रेयरमा गयो र क्रिटिकल भन्दा बढी भइदियो भने रिटर्न डेन्सरमा आउँछ, रिटर्न लाइट डेन्सर मिडियममै आउँछ हैन। तर हाम्रो आँखाले के गर्छ? हाम्रो आँखाले हेर्छ सीधा। मतलब यो जहाज अब यहाँ नदेखेर यहाँ देखिन्छ, लाग्छ कि हावामा तैरिरहेछ हैन। सो यो पनि एउटा इल्युजन छ जो टीआईआरले गर्दा हुन्छ, जसमा अब्जेक्ट डिस्टेन्ट अब्जेक्ट टाढाबाट हेर्दाखेरि अब्जेक्ट यस्तो लाग्छ कि अब्जेक्ट हायर पोजिसनमा छ हैन। सो यसलाई भन्छ, यो इल्युजनलाई भन्छ लुमिङ, जो किन हुन्छ? टोटल इन्टर्नल रिफ्लेक्सनले गर्दा हुन्छ। त्यस्तै थर्ड जहाँबाट एससीमा क्वेशन पनि आउँछ, स्पार्कलिङ। स्पार्कलिङ अफ डायमन्ड। स्पार्कलिङ अफ डायमन्ड। डायमन्ड कसरी स्पार्कलिङ गर्छ है, कसरी चम्किरहेको हुन्छ? माने कि यो डायमन्ड छ है, माने यो डायमन्ड हुन्छ। डायमन्डको जुन सर्फेस हुन्छ नि, त्यो सर्फेसलाई यस्तो बनाएको हुन्छ कि लाइट त्यसमा पर्ने बित्तिकै क्रिटिकल एंगल भन्दा बढी भइदियोस् है। सो जब लाइट यसको भित्र छिर्छ, छिर्दाखेरि लाइट जब यसको भित्र छिर्यो, छिर्दाखेरि त्यो के हुन्छ? यसको जो सर्फेस हुन्छ नि यस्तो बनाएको हुन्छ कि एंगल अफ रिफ्र्याक्सन, एंगल अफ इन्सिडेन्स ग्रेटर देन क्रिटिकल एंगल भइदियोस्, एंगल अफ इन्सिडेन्स ग्रेटर देन क्रिटिकल एंगल भइदियोस्। यसको सर्फेसलाई यस्तो कट गरेर बनाएको हुन्छ। सो लाइट के हुन्छ? बाहिर नआएर मल्टिपल टाइम्स यसमा बाहिर आउनुभन्दा पहिला मल्टिपल टाइम्स के हुन्छ? यसबाट मल्टिपल टाइम्स यसमा के हुन्छ? रिफ्लेक्सन भएर हुन्छ हैन। सो यसलाई भन्छ टोटल इन्टर्नल रिफ्लेक्सन। ओके, सो यो हुनुको कारण पनि टीआईआर नै हो। अझै कुरो गरौँ है। जस्तै फोर्थमा चाहिँ हाम्रो अप्टिक फाइबर। अप्टिक फाइबर पनि टोटल इन्टर्नल रिफ्लेक्सनमै बेस्ड हुन्छ। अप्टिक फाइबरको डायग्राम मैले हेर्छु भने अप्टिक फाइबरमा मेन भनेको यो कोर हो, यसलाई भन्छ कोर, जो ग्लासबाट बनाएको हुन्छ हैन, यसलाई भन्छ कोर। ओके, र यो माथि लेयर्स चढाएको हुन्छ जसलाई भन्छ क्ल्याडिङ। क्ल्याडिङ ग्लासको अथवा प्लास्टिकको लेयर चढाएको हुन्छ, र यो माथि पनि मल्टिपल लेयर्स चढाएको हुन्छ ताकि यसलाई कोरलाई राम्ररी प्रोटेक्सन होस् है। मेटलको प्लास्टिकको मल्टिपल लेयर्सहरू चढाएको हुन्छ। मेन भनेको यही कोर छ, र यो कोरको डायमिटर एकदम कपाल जस्तो यो पातलो हुन्छ, धेरै पातलो यो ट्युब छ ग्लासबाट बनेको। अब हुन्छ के यो कोर हुन्छ डेन्सर, यसको रिफ्र्याक्टिभ इन्डेक्स अलि बढी हुन्छ, र क्ल्याडिङ हुन्छ हाम्रो रेयर, यसको रिफ्र्याक्टिभ इन्डेक्स कम बनाएको हुन्छ। र जब लाइट कोरमा पठाउँछ त लाइट गइरहेछ डेन्सरबाट रेयर, र क्रिटिकल एंगल भन्दा बढी
बढी भइदिन्छ यहाँ एंगल अफ इन्सिडेन्स क्रिटिकल एंगल भन्दा बढी भइदिन्छ त्यस्तो डिजाइन यो बनाएको हुन्छ जसले गर्दा लाइट रिटर्न आइदिन्छ सेम डेन्सर मिडियममा फेरि यहाँबाट माथि गयो फेरि तल आयो माथि तल यस्तो हुँदा हुँदै लाइट ट्राभल गर्छ र अप्टिक फाइबर हामी कम्युनिकेसनमा इन्टरनेटमा युज गर्छौँ है धेरै कुराहरुमा अप्टिक फाइबर हामी युज गर्न सक्छौँ जस्तै मेडिकल फिल्डमा पनि अप्टिक फाइबरहरु युज गरिन्छ है सो अप्टिक फाइबरहरु धेरै पर्पसको लागि युज गरिन्छ मेडिकल फिल्डमा एउटा त हामी कम्युनिकेसनमा त युज गर्छौँ नि अप्टिक फाइबरको हैन कम्युनिकेसन हैन त्यस्तै भनेको मेडिकल सेक्टरमा पनि युज गरिन्छ मेडिकल सेक्टरमा पनि युज गरिन्छ कम्युनिकेसन अथवा इन्टरनेटमा पनि हामी युज गर्छौँ है डाटा कम्युनिकेसन डेटा ट्रान्सफर गर्ने यताउता गर्नुमा पनि हामी युज गर्छौँ मेडिकल सेक्टरमा युज गरिन्छ कस्तो जस्तै एन्डोस्कोप के गरिन्छ अब माने कि पेटमा केही हेर्नु छ भने कुनै घाउ भयो अथवा कुनै प्रब्लम छ कुनै अब्स्ट्याकल आएको छ अब भित्र पेटको भित्र अब सर्जरी गरिकन त डाइरेक्ट हेर्न मिल्दैन मतलब डाइरेक्ट त्यो त अलि गाह्रो भयो हैन सो के गरिन्छ एउटा पाइपलाई जसलाई हामी एन्डोस्कोप भन्छौँ त्यो पाइपलाई मुखबाट इन्सर्ट गरिन्छ सो याद राख्नु एन्डोस्कोप माउथबाट इन्सर्ट गरिन्छ ठीक छ त्यस्तै एउटा हुन्छ कोलोनोस्कोप यसलाई एनसबाट इन्सर्ट गरिन्छ इन्टेस्टाइनको कुनै प्रब्लमहरु हेर्नु छ भने हैन अथवा रेक्टमको कुनै प्रब्लमहरु कुनै डिजिजहरु कुनै इन्फेक्सनहरु हेर्नु छ भने कोलोनोस्कोप एनसबाट गरिन्छ त्यस्तै भनेको अर्को हुन्छ ल्याप्रोस्कोप युज गरिन्छ की होल सर्जरीमा अब की होल सर्जरी मतलब के भयो की होल सर्जरी मतलब के भयो कि कुनै कट लागेर कुनै कट मतलब कुनै बडी पार्ट अथवा कुनै इन्टेस्टाइन मतलब पेट होस् अथवा कुनै पार्ट होस् हैन त्यसलाई कट गरेर त्यहाँबाट एउटा ट्युबलाई छिराउनु पर्ने जसलाई हामी ल्याप्रोस्कोप भन्छौं र ल्याप्रोस्कोपिक सर्जरीहरुमा हाम्रो अप्टिक फाइबरहरु युज गरिन्छ मेडिकल सेक्टरमा यसको धेरै टाइप्सको युजहरु छ सो त्यस्तै अर्को भनेको यस्तो कन्सिक्वेन्सेसहरु छ र त्यस्तै भनेको एउटा मोस्ट इम्पोर्टेन्ट टपिक छ टोटल इन्टर्नल रिफ्लेक्सन थ्रू ग्लास प्रिज्म धेरै नै इम्पोर्टेन्ट टपिक छ र यहाँबाट एसईमा धेरै टाइम्स क्वेशनहरु सोधेको छ र यो माथि म स्पेशली भिडियो बनाएर म लिंक डिस्क्रिप्सनमा हाल्दिएको छु यो गएर राम्ररी हेर्नु र आजको लागि यति राखौं बाँकी कुरा गरौँला हामी नेक्स्ट भिडियोमा।